आज के हो रे कसको बर्थडे हो रे खै त ह्याप्पी बर्थडे भनेको वाला गुडिया छोरीको डिमान्ड गुडिया भएको चाहिएको थियो छोरी टिकटक भिडियो टाइपका मैले कपाल गर्नु त नि यसरी घर म जान्दिन खै त ह्याप्पी भएको खै तिमीले नि टु गर्देऊ त यो कस्तो हेर्नु छ रे अर्को पनि एकैचोटि वाला ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु दिपेन्सी त फेरि भन ह्याप्पी बर्थडे टु भन भन का ह्याप्पी बर्थडे भन न सर फेरि त्यही गर्नु त्यही त होइन अब अरू के गर्नु पर्छ जानेमा भन्नु नजाने मेसो ल ल सरी यहाँ हेर ह्यापी अंकल आएर नि अब कसले छोरो के आउने के के ल त हेर्नु ल ल ल ल ल त हेर्नु ल हामी त इस्माइल छोरोले स्माइल गर्दैन छोरी खै अलि चिच्चाको हात यस्तो उठाउ न छे भने ल अनि के तिमीले यी गर्दैन नि एकचोटि आको छोरो अनि नजिक आउनु एकचोटि उता हेर्नु एकचोटि यता हेर्नु के बाबा आउनुहुन्छ ल यता हेर्नु अलि अलि जानु एकछिनमा होला बिचरा उहाँ जीवाले हेरेको हेरे गर्नु पर्छ भिडियो कलमा जी गर्न देऊ बाबालाई ज्ञानी मेरो छोरी ज्ञानी छिन् धेरै पढ्नु हिरो गिफ्ट हस् हस् माया
मैले ठिक्दै कि है बिचैबाट साथी साथी भेट भएर लाउनु पर्यो हो के भन्ने हो त खै टिका लगाइदिँदाखेरि के भनेको भन्नुपर्छ रे भन्नु त अनि अब साथीलाई दिनु अब भयो फेरि ह्याप्पी बर्थडे भन शिवेनी जाऊ पहिला त्यसलाई यतापट्टि राख न अलि यो कुर्ची ठुलो भएको छ कि है बच्चाको गाह्रो हो है पहिला कति गाह्रो भयो भने त पहिलो वर्ष टिका लाउ त म एकचोटि फोटो खिच्दिन्छु टिका लाए जस्तो गर न हात लगाइस् ल ल ल ल बुनुलाई टिका लाउ ल यो गीत देऊ ल गिफ्ट देऊ थ्यांक यू भन्नुलाई भाइ बहिनीले टिका ल्यायो जिउ गर न ल छुट्टाउ तानेर दिन्छ ल गीत देऊ ल ल दिनु ल यो जाने हो त नि बल्ल हो गुरुको छोरो हो त नि धारण जानेर त थ्यांक यू भन देऊ न राम्रोसँग सबैलाई ल जा त्यहाँ बगाएर ल जा ल त्यहाँ बगाएर चक्लेट दिनु के चक्लेट दिनु माइजूतिर हेर माइजूतिर सजिलो बस छोरी पलेटी मारेर बस पलेटी मारेर बस भिडियो अन छ नमस्ते गरिदेऊ त्यति भयो हुन्छ ल त्यो बत्तीले हुने भएको त्यति भयो हुन्छ ल छोड्नु त्यो बत्ती मुनि पऱ्यो क्या अलिक सर अगाडि सार्नु नमस्ते नमस्ते गर्छु न नमस्ते सानो होर्दै राख्दै हुन्छ
ठिकै कितने पाएन लियो थ्याङ्क यू भन वेलकम त्यो रान्डाउ गर्नु त्यहाँ हो ल ठिक छ के भन्नु ल आउला त्यसैले त डक्टर यहाँ अगाडि नमस्ते गर्दैछ थ्याङ्क यू भन्नुपर्छ त हेर म त आज के भएको भने त होला होला भएको रङ्गेला हालेका दिदीलाई नमस्ते गर्दौ पैसा बटुलिदिन्छ लास्टमा थ्याङ्क यू भन्नुपर्छ है छोरो थ्याङ्क यू भनेको नमस्ते गरिदिनु दिन त हो जानेर त सबैभन्दा मिठो मिठो त भन्नु जानेर त नि यता हेर त हेर्दै अङ्कललाई हेरिदिनु कतिको लाइनमा छोरो फेरि बिहा हाल्यो छोरो फुलसुल छैन गरे फेरि है फुल्ने हाल्नु गएको नि नमस्ते गराबा नमस्ते अङ्कललाई नमस्ते पैसा अङ्कललाई नमस्ते ड्याडले पैसा दिनु कठै मेरो छोरो सबै लाउनु भयो छोरोले नमस्ते थ्याङ्क यू नमस्ते गर्नुहोस् त यता यता हेर्नु मलाई एकछिन त बस्नु है हजुर हामी कति समाज तिमीले गरिदिनु सानो ल एकछिन अनुश्री एकछिन यता बस्नु